कसले सोचेको थियो होला र एउटा हाते ट्र्याक्टरले मान्छेको ज्यानै लिन्छ होला भनेर। तर यो हृदय विदारक घटनाले पीडित व्यक्ति र सिङ्गो गाउँ मात्र होइन, सारा दुनियाँ रुवाएको छ। घटना हो 2082 साल कार्तिक 21 गते मध्याह्न करिब 12 बजेतिरको। रोल्पा नगरपालिका 5 बस्ने भिमली महरा दिदी र उनका श्रीमान यज्ञ महरा गहुँ छर्नको लागि हाते ट्र्याक्टर लिएर माडी खोला पुल पारी खेतमा पुगेका थिए। दुवैजना कामतिर व्यस्त। अचानक भिमली दिदी मलाई बचाऊ बचाऊ भन्दै ठूलो आवाजमा कराउन थालेपछि उनका श्रीमान पुगे, तर न त श्रीमतीलाई बचाउन सके न त उनी नै सकुशल रहे। भिमली दिदीलाई त दैवले पनि बचाउन सकेन, तर अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका यज्ञ दाईको जीवन रक्षाको लागि हामी केही पहल त गर्न सक्छौं नि। आउनुहोस् सहयोगी हातहरू अगाडि बढाउँ। दर्शक वृन्द, यति बेला हामी रोल्पा नगरपालिका 5 स्थित बाजबाङ भन्ने ठाउँमा आएका छौँ, जहाँ चाहिँ हाते ट्र्याक्टरले जोतेर गहुँ छर्ने क्रममा एकजना दिदीको मृत्यु भयो र दाई चाहिँ गम्भीर घाइते, जो चाहिँ अहिले उपचाररत हुनुहुन्छ भैरवामा, र उहाँहरूको आर्थिक सहयोग जुटाउने र त्यसरी उपचार गर्ने भन्ने सवालमा चाहिँ यति बेला धेरै जनमानसको भेला भइसकेको छ र हामीले केही आर्थिक सहयोगको पहलसहित आर्थिक सहयोग विशेष भिडियो पनि तपाईहरुलाई अपडेट दिन गइरहेका छौँ। यज्ञ महरा दाई जो गम्भीर घाइते हुनुहुन्छ, उहाँको उपचार सहयोगको लागि यहाँ आमा समूहको टिमले चाहिँ सहयोग गर्ने भन्ने कुरा छ उहाँको उपचारको लागि। र सँगसँगै यो सहयोग हस्तान्तरण कार्यक्रम चाहिँ हाम्रो जनप्रतिनिधिज्यू यही रोल्पा नगरपालिका 5 का वडा सदस्यज्यूको रोबरमा चाहिँ हामीले गर्दैछौँ र यो भिडियो हेरिसकेपछि सबैले अलिअलि थोरै सहयोग चाहिँ गर्नुहोला भन्ने हामी पहल गर्न चाहन्छौँ, किनभने दाइको अवस्था निकै नै गम्भीर छ। बिचरा मेरो वारिपारी वृद्ध बुवा बस्नु भएको छ, आमा बस्नु भएको छ। एकदमै यो बुढेसकालमा छोराको अवस्था त्यस्तो भइसकेपछि कसैको आँखा पनि ओभानो छैन। सारा गाउँले दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू सबै एकदमै शोकमा हुनुहुन्छ। अत्यन्तै दुःखद घटना घटेको छ। त्यस कारणले गर्दाखेरि हामी यो दुःखमा चाहिँ मलम लगाउने प्रयास गरौँ। दिदीलाई त बचाउन सकेनौँ, दाइको लागि चाहिँ हामीले थोरै थोरै पहल गरौँ, शीघ्र स्वास्थ्य लाभको कामना गरौँ, आर्थिक सहयोग गरौँ भन्ने उद्देश्यले चाहिँ हामी यो सहयोग अभियान पनि जोडिदिएका छौँ। आमा समूहमा को हुनुहुन्छ? रोल्पा नगरपालिका 5 मेरो भाइ हो। मेरो बुहारीको मृत्यु भयो बाबु। मेरो भाइले जसरी भनी बचाउने कोसिस गरौँ। आमा समूहबाट हाम्रो आर्थिक अहिले छैन, 8,000 दिन्छौँ, पछि हामी गराएर हालिदिन्छौँ। जसरी भनी मेरो भाइलाई बचाउने कोसिस गरिदिनुहोस्। मेरो बुहारी पनि हिजो हामी सदस्य पनि लिबाङ भएको, मेरो बुहारी मेरो भदी हो यो सदस्य। हामी फेरि आमा समूहको वडा नम्बर 5 बाजबाङ बस्ने मित्रगिरी स्वास्थ्य आमा समूहको अध्यक्ष म हुँ। त्यो घटनामा मेरो बुहारीले पारीबाट यहाँ ल्याइसकेपछि नजिकको हस्पिटल जस्तो भएपछि त्यस्तो ज्यान जाने पनि छैन्थ्यो। नजिकको हस्पिटल नभएर खुन बढी गएर मृत्यु भयो। मलाई सिटामल ल्याऊ समयमा गाडी पनि आएन है? समयमा गाडी बोलाएको भिङ्ग्रीबाट आउँदासम्म नजिकमा हस्पिटल जस्तो भएपछि ज्यान जाने पनि थिएन। यस्तो दुःखको घटना पर्यो बाबु हामीलाई। आज यो जसरी भनी मेरो भाइलाई मर्ने त मरी, हाम्रो समूहमा एउटा सदस्य घट्याको मस्तै दुःख लागेको छ। हाम्रो आँखा कसैको बोबार्न छैन। हामीलाई एउटा हस्पिटल जस्तो भएपछि त यस्तो ज्यान जान नहोला। मेरो भाइले जसरी भनी बचाउने कोसिस गरिदिनुहोस्। हामीसँग जनप्रतिनिधिज्यू पनि हुनुहुन्छ। म्याडम, हजुरको नाम भन्नुहोस् त। नमस्कार, मेरो नाम सोहिता घटी, रोल्पा नगरपालिका 5 नम्बरको वडा सदस्य। अनि सकभर देश विदेशबाट हेर्नेहरूले के भन्न जान्छ भने अब घाइतेलाई चाहिँ जसरी भए पनि दाजुभाइ दिदीबहिनीहरू बाहिर देश विदेश हुनुभएको बाबुआमाहरू दाइभाइहरू सबले सहयोग आर्थिकहरू गरिदिनु होला। अहिले तपाईँ सरकारमा हुनुहुन्छ, स्थानीय जो जनप्रतिनिधि हुनुहुन्छ, वडा सदस्यज्यू होइन, 2-4वटा प्रश्न पनि म तपाईँलाई गरेँ है। जस्तो यो जुन अहिले घटना घटिसक्यो, यो घटेको विषयमा चाहिँ के छ तपाईँको धारणा? ट्र्याक्टरको विषय छ जुन,
यो सरकारबाट पाएको अनुदान थियो अथवा उहाँहरूको व्यक्तिगत थियो? हजुर, अहिले 5 नम्बरमा चाहिँ सरकारबाट पर्ने ट्र्याक्टरहरू चाहिँ आमासम्मलाई परेको, उहाँहरूले चाहिँ हामी अहिले ल्यान्नौँ भन्ने भएको भएर यो चाहिँ व्यक्तिगतको हो। व्यक्तिगतको भएको भएर हामीले अझै तालिम पनि दिन सकेका थिएनौँ। तपाईँको तालिम त हुन्छ, तर अब यो व्यक्तिगतको भएको भएर अब आफ्नो हिसाबले चलाइराख्नु भएको थियो। सधैँ चलाउने मान्छे हो न त, अब एउटा घर पनि लाग्यो, एउटा अब समय पनि त्यस्तै पुग्न गयो। अनि हामीलाई अनुदान चाहिँ यहाँ पर्न परेको, यहाँको समूहले चाहिँ हामी अहिले ल्यान्नौँ भन्ने भएको भएर हामीले चाहिँ अनुदानबाट दिएको ट्र्याक्टर होइन। अनि अब यो भौगोलिक हिसाबले त बाटोघाटोको समस्या छ नै, तर हाम्रो यो जनतालाई पीडा पर्दाखेरि नगरपालिकामा त एम्बुलेन्सको सुविधा थियो होला अथवा अन्य कुराहरू थियो होला। एउटा जनप्रतिनिधि भएको हिसाबले पहल कदमी गर्ने सवालमा चाहिँ तपाईँहरूले गर्नुभयो कि भएन? घटना घटे लगत्तै यो जनताकै करबाट आएको गाडी त एम्बुलेन्स सार्वजनिक कुरा आउन सक्थ्यो कि सक्दैन थियो? त्यस विषयमा जनप्रतिनिधिज्यूहरूले पहल गर्नुभयो कि भएन? मैले चाहिँ हिजो घटना घटेको थाहा पाउन बित्तिकै अब हाम्रो त अध्यक्षलाई नै हो फोन गर्ने, उहाँलाई फोन गरिसकेपछि फेरि उहाँले अब कहाँ लग्छन् के गर्छन् भन्ने उहाँले नै गरिराख्नु भएको थियो। अहिले बिहानको उसमा चाहिँ पोस्टमार्टममा अलिक ढिलो हुने जस्तो थियो र मेयर साहब अनि 10 यो पार्टी अध्यक्ष चाहिँ गएर हाम्रो चाहिँ छिटो गरिदिनु पर्यो भन्नेसम्म अब त्यहाँहरू पुग्नु भयो। अनि अब गाडी व्यवस्था नि गरिदिनु होला सर भन्ने कुरा गरिदिएको, अब उहाँहरूले हुन्छ भन्ने गर्नुभयो। रोल्पा नगरपालिकामा एम्बुलेन्स छ कि छैन जनताको लागि? छैन। जिल्ला हस्पिटलमा त छ, अनि तर अब यसमा छैन। आउने सम्भव जस्तो तपाईँको अब सिधै रोल्पामा एम्बुलेन्स भन्ने भएन कि, अब यता हाम्रो प्रकाश सरको गाडी चाहिँ नजिक हाम्रो भएको भएर अब त्यहाँको गाडी आउँदा चाहिँ ढिलो हुने भयो। त्यही भएर हामीले अब प्रकाश सरको गाडी नै युज भइरहेको अहिलेको यो हाम्रो यो नगरपालिकाभित्रमा अरे वडामा, अनि त्यही भएर उहाँको गाडीलाई छिटो बोलाएको। हजुर दर्शकवृन्द, यहाँ अब धेरै यो भौगोलिक हिसाबले पनि बाटोघाटो हरेक समस्याहरू, किनभने नगरपालिकाको अथवा सरकार के अरे जनताको करबाट ल्याएको गाडी सरकारको कुरा, सार्वजनिक कुरा, अन्य ठाउँमा पनि दुर्घटना अथवा केही घटना बिरामीको लागि पनि प्रयोजन हुनसक्छ। तसर्थ यहाँ पनि आएको भए अझ सहज हुन्थ्यो भन्ने मात्रै हो हाम्रो भनाइ। र अहिले चाहिँ आमा समूहको टिमले चाहिँ जो घाइते हुनुहुन्छ दाइको लागि चाहिँ सहयोग गर्ने भन्ने छ। 8,000 पैसा गर्छौँ हामीले बाबु। दिनुहोस् पीडित बुवा आमालाई। हाम्रो साथमा चाहिँ वडा सदस्यज्यू पनि हुनुहुन्छ। आमा लिनुहोस् है, यो चाहिँ आमा समूहको तर्फबाट चाहिँ यस्तै गरी अन्य दाजुभाइ दिदीबहिनीहरूले पनि सहयोग चाहिँ गर्नुहुन्छ भन्ने आशा गरेका छौँ है। चिन्ता नलिनु होला, वडा सदस्यज्यूको तर्फबाट पनि गर्दै हुनुहुन्छ। धन्यवाद वडा सदस्यज्यूलाई पनि दिनुहोस् आमा। दर्शकवृन्द, घाइते जो गम्भीर घाइते हुनुभएको छ यज्ञ महरा दाईको लागि केही सरसहयोग यहाँ स्थानीय विभिन्न आमा समूह जनप्रतिनिधिज्यूहरूबाट सहयोग प्राप्त भएको छ। माण्डवी स्वास्थ्य आमा समूह 8,000, त्यसै गरी ओम प्रकाश डाँगी सरले 5,100, त्यसपछि श्वेता घरती मगर वडा सदस्यज्यूको तर्फबाट 1,000, त्यसै गरी सन्दीप घरती 500, मित्र गिरी 500, अमर बहादुर महरा 305, गोपाल ओली 205, टेकबहादुर महरा 420, रमिता घरती महिला स्वयंसेवक 2,000, त्यसै गरी टेकबहादुर महरा 3500, त्यसै गरी मोतीकला महरा 500, वीरबहादुर घरती 1,000, कृष्ण महरा 500, रूपा महरा 500, रमेश ठकुरी 500, नमराज महरा 500, गुमान सिंह महरा 1,000, खिमबहादुर महरा 10,100, त्यसै गरी चित्र कौर 1,000, जानकी पुन 1,000, दिपेन्द्र घरती 500, आइती मल्ल रु 500, परशुराम महरा 1,050, त्यसै गरी टेकबहादुर घरती मगर 1,500, गेगुलाल रावत 500, त्यसै गरी छली खड्गा 1,050, मनमाली घरती 1,050, लोकबहादुर घरती 500, त्यसै गरी धोनीराज महरा 500, टोटल गरेर आमा समूहको 8,000 सहित टोटल 45,780 प्राप्त भएको छ। यसै गरी अरू सहयोग आउने क्रम जारी छ, सबैले चाहिँ सहयोग गरिदिनु होला। रिपोर्टिङको क्रममा देखिएको यो अत्यन्तै कहाली लाग्दो दृश्य
जुन दृश्य हामी आफ्नो क्यामेरामा कैद गर्न हात कापिरहेको थियो। आँखा रसाइरहेको थियो। पीडितलाई सान्त्वना दिने साहस र हिम्मत जुटाएर त्यहाँ पुगेका हामी आँसुका भेल बगाएर फर्क्यौं। मृतकप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना।